ठुलै छ यार सबै त्यो ध्यान आउँदैन त्यो भाइको एउटा त्यो भाइको के भन्छ यो त्यो एउटा त्यो भाइको हो क्या तिमीलाई पान आबो यार जे पनि पाउन साले अनि खाउन त नि देखाएर बस्छ यार खाउन थपक्क लाएर किन देखाइरा हो अचम्मै रहेछ तिमीलाई खाना मन छ धोएर पखालेर सलप खाउन ए रितु सुन न एउटा कुरा भन्छ नरिसा ल रितुको काण्ड हेर्नु भयो र कहिले आयो रितु भन्न एउटा कुरा भन्छ नरिसा ल म त गाली गर्ने हेर फेरि गाली गर्ने मम्मीलाई रितु गरेर भन्छु होइन ओइ रितु होइन एउटा कुरा भन्छ नरिसा न ल भाइ एकछिन लखान एउटा कुरा भन्छ नरिसा न ए त्यो भाइको जुत्ता त्यो नगर्न प्लिज त्यो भाइको एकचोटि यस्तो दिएन जिब्राली मेसिन दिएन त्यो भाइ बिचरा अलिक बेहोस हुन्छ यार नगर्ने यस्तो प्लिज यस्तो नगर्न त्यो भाइ बेहोस हुन्छ मलाई त आएकै छैन यार नरिसले लिक त्यो हेर कस्तो फिल आउँछ भाइ हेर्दा मुख जे पनि नभन हेर्न के हुन्छ ओइ रितु सुन त हेर त्यो भाइ यहाँ त बिचारी आँखा किस कलर की चड्डी पहने हो बता दो ना यो गिरिजी वेलकम गाइज के फिल आउँछ भनेको त्यस्तो रे कसले कहाँ के फिल आउँदैछ कसलाई के फिल आउँदैछ यो क्या किस कलर की चड्डी यो सोधेको तैँले रिप्लाई गरेन नि मलाई किस कलर की चड्डी पहने हो बता दो ना भाइ तिमी फेरि अनेक फेरि नगर न फेरि त्यो जान्छ अहिले फेरि रितु सुन न रेड कलरको रेड बुझ्नमा मन लाग्यो गाइस सबजना डबल ट्याप गरौँ त ल दिस वन इज लास्ट आई एम लिभिङ आफ्टर दिस भाइ सुन न हजुर सिधै सुन न एउटा कुरा भन्छ नरिसा न ल यस्तै हान्छु जे पाइदिन बोल्ला फेरि एउटा कुरा त भन्छु कि नरिसा न हो या होइन भन्नु मात्र त एन्सर के कुरा नरिसा ल भन्नु पर्छ कुरा तैँले के होइन अब खानेकुरा सबै कुरा देखाउँछिस् होइन तर बुझ्ने बेला आफू हेर्छिस् हेर्नु यस्तै भन्नु भएन बुझ्ने बेला के मुद्ने बेला तैँले हेर्छस् तैँले हेर्छस् आफ्नो मुद्ने हेर्छस् म त हेर्छु त्यो अङ्गुर आँप ल्यायो भने देखाउनै पर्छ त अनि खै आफैले सर्लक देखाएको र भने चाहिँ आज तिमी सस्तोमा किनिसक्यो कि नडारी भन्दा त्यो हात त्यो सेलमा चाहिँ किनिसक्यो नि आज सेलमा आज अफर किनेको हाम्रो नगरपालिका किनेको अफरमा पाउँदैन हौ ए हो र युजरजी लभली लभली ल ल रितु तुरी ल चक्रदाई ल के अरे हेलो को दिदी बहिनी ल गए ल जोडिन जान्छु ल कोसँग फिटमेन दाइसँग यहाँ बोल्दा हुँदैन तँलाई एकछिनमा आउँछ ढोक न बस न हौ कस्तो रमाइलो भइरहेछ रितु के साह्रो हो बस न एकछिन कस्तो रमाइलो मैले रितुलाई त चिन्छु ऊ के अरे गुरु आमा मोटो ल त गङ्गु काँडा किने त थाहा छैन त्यो गङ्गु काँडा केटी हो टुक्का होइन ल
बारे चाहिँ नभन त के ओइ ल तिमी दुईजना म एक्लै जहिले हारे नाटक थिएला मेला ल म त एकछिनमा आउँछ भनिदिनु जानु डाइलेक्ट गरेर रितु हजुर तिम्रो नरेश साई भन्ने नरेश गुरुजी बोयफ्रेन्ड हो हो अनि उहाँसँग उता एकजना फेरि भिडियो बनाउनुहुन्छ नि उहाँ चाहिँ को हो नि बहिनी ए बनाएको बहिनी के रे के होइन उसलाई मैले माया दिइसकेँ माया बिहे चाहिँ कहिले गर्ने बिचरा बिजी गरेर अब एक वर्षपछि नेपाल आएपछि जसले जे भने पनि मानिहाल्छ नरेश लभ रितु भन्ने आइडी थियो मैले दिमाग खराब भएर चेन्ज गरिदिएको अनि पास आइडी चेन्ज गरेको नाम चाहिँ तर नरेश एकदम राम्रो देख्छ है खतरा देख्छ त जाँदी फेरि नरेशलाई खोजिला भनेर आइयो अहिले त ताजा छैन ल मैले चाहिँ किन खोज्नु हो त्यो उनीहरू त त्यसरी अनि अरूलाई दिने मान्छे हो खोज्नु त्यही त होइन हामी चाहिँ आफ्नै छवटा फुल त छैन कहाँबाट छवटा फुल अरूलाई दिएर खुसी हुनेमा हामी त खोज्नेवालामा चाहिँ पर्दैनौँ है थ्याङ्क यू गिरी अनुजी गाइस 5 crores कुसुम स्पी वेलकम इट्स अ गाइस के भन्छ नरेश ठीक पारा मान्छे बानी राम्रो छ अलिकति मलाई चाहिँ अलि मनमा मेरो मन बाहिर रूपको राम्रो हुने मान्छे नि जिन्दगी कहिल्यै उ लाग्दैन भित्र मनको म त बाहिर यस्तै हो भित्र त राम्रो एकदम बाहिर पनि यस्तो भित्र पनि भित्र सडेको छ भने बाहिर उनीहरू के गर्नु हामी बरु बाहिर सडेका छ तर भित्र एकदम मनका एकदम स्वतन्त्र सफा मान्छे छ हामी मनमा त्यो पनि हो है फेरि कतिपय मान्छेहरू हुन्छ नि सोसियल मिडियामा चाहिँ ओ माई गड आफूले एकदम राम्रो देखाउने सोसियल मिडियामा म यो यस्तो उस्तो छाडा पनि घन्टा नगर्दै छाडा बोल्दा आउँदैन जिन्दगीमा केटा भन्दा केटीबाट छाडा बोल्छ मैले जति होइन मैले जिन्दगीमा यस्तो छाडा कहिले पनि बोलेको थिएन मैले कसम खाएर भन्छु होइन तर त्यो डेल फुटेले गर्दा मैले छाडा बोल्न सिकेँ उसले चाहिँ मलाई मुख छाड्यो उसले मलाई रन्डी भाल्दो यस्तो उस्तो भन्दाखेरि म चुप गरेर बस्छु त म बस्दिनँ नि त ओली यसको बोयफ्रेन्ड हो फेरि म त चिन्दैन है ओइ सुन्न एउटा कुरा याद गर होइन त उसले दाइले यत्रो गाली नगरे साँच्ची भनेर तँलाई मजा गरे होइन उसले मलाई कस्तो भनेको छ होला भन त उसले मलाई कस्तो राम्रो भनेको छ तँलाई पहिला कति राम्रो रेस्पेक्ट गरेर कति राम्रो इज्जत गरिरहेको मान्छेले त अहिले दाइले छाप्रे भन्छेस् नि छोरी बेला गाडी दिएको बुझिस् सुन्न बोल्दा बोल्दा आफै बोल्छ हेर आफ्नो बन्छ टाउको बन्छ आफै हाल्छ कि हेर हानेको होइन त्यो उसले टक्कर नगरे म यसुन म त्यसलाई चिन्दैन थिएँ त्यसलाई म त्यसलाई पनि नरेशको थ्रुबाट चिनेको मान्छेलाई चाहिँ म त्यसलाई चाहिँ ओली किङ भनेको म त्यसलाई चिन्दैन सुन्न नरेशको